नमस्कार। धेरैपछि आज हामी ड्यान्सको प्रत्यक्ष प्रसारणमा आएका छौँ। आज विशेष गरी यो प्रत्यक्ष प्रसारणमा आउनुको कारण हामीले यो विगत 2 हप्तामा विभिन्न क्लासहरू हामीले अर्गनाइज गर्ने बारे हजुरहरूलाई जानकारी दिइरहेका छौँ र धेरै इन्क्वायरीहरू पनि आइरहेको छ त्यो सम्बन्धी। त्यही भएर हामीले फेसबुकमा पोस्ट गर्दा पुराना पोस्टहरू पनि के तल गइसकेको र अस्ति मैले धेरै पेरेन्ट्सहरूसँग इन्ट्रेक्सन गर्दाखेरि पनि मैले एउटा डान्स क्लासको देखेको थिएँ, फेरि के भयो भन्ने हिसाबको भएको हुनाले आज हामीले जुन विभिन्न क्लासहरू अर्गनाइज गरिरहेछौँ ड्यान्सले कम्युनिटी सेन्टरमा, ती क्लासहरूबारे विस्तृत रूपमा जानकारी दिने र त्यो बाहेक अहिले आइरहेका अरू कार्यक्रमहरूबारे पनि हामीले केही जानकारी लिएर आज आएका छौँ हामी हजुरहरू माझ। सबैभन्दा पहिले त हामीले यो भवनले लगतै क्रिएटिभ नेपाली युथ अर्गनाइजेसनले आयोजना गरिरहेको नेपाली भाषा कक्षालाई पहिले अल्बानीमा थियो, अहिले कम्युनिटी सेन्टरको आफ्नै भवन भएपछि उहाँहरूले यही ल्याएर सञ्चालन गरिरहनु भएको छ र त्यो क्लास एभ्री अदर सन्डे हुन्छ। र त्यसबारे अरू के हजुरहरूलाई जानकारी चाहिन्छ भने हजुरहरूले क्रिएटिभ नेपाली युथ अर्गनाइजेसनको स्कुलको टिम पनि छ, अर्गनाइजेसन आफै छ, उहाँहरूले कन्सल्ट गर्न सक्नुहुनेछ। झन्डै 100 जनाको हाराहारीमा विद्यार्थीहरूले क्लास लिइरहनु भएको छ। उहाँहरूको वेटिङ लिस्ट पनि छ। हजुरहरू वेटिङ लिस्टमा बस्न चाहनुहुन्छ अथवा अर्को इन्रोलमेन्ट पास्न चाहनुहुन्छ भने हजुरहरूले क्रिएटिभ नेपाली युथ अर्गनाइजेसनका साथीहरूसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यो क्लास एभ्री अदर सन्डे बिहान 10 बजेदेखि 12 बजेसम्म हुन्छ। त्यस्तै गरेर नेवा अर्गनाइजेसन अफ अमेरिका नर्दर्न क्यालिफोर्निया च्याप्टरले यहाँ द भोइस अफ नेवा कल्चर भनेर धिमे क्लास अर्गनाइज गरिरहनु भएको छ। सेप्टेम्बरबाट सुरु भएको यो धिमे क्लास लगभग अब जनवरीसम्म चलिरहन्छ र यसको लागि लकिली उहाँहरूले अमीर राज महर्जन धिमे क्लासको इन्स्ट्रक्टर हुनुहुन्छ। उहाँ नेपालबाट यो यहाँ अमेरिका आएको अवसर पारेर उहाँहरूले यो क्लास रन गरिरहनु भएको छ। लगभग यो क्लास सकिनुन्जेलसम्म धिमे बाजा बजाउने लगायत विभिन्न अरू नेपाली बाजाहरूबारे पनि बेसिक नलेज सेयर गरे पनि विशेष त धिमे बजाउन सिकेका हाम्रै समाजमा अब हामीले 12-15 जना हामीले साथीहरू पाउनेछौँ यो क्लासको अन्त्यसम्म। यसको रेजिस्ट्रेसन लगभग बन्द भइ नै सकेको छ। होपफुल्ली नेक्स्ट सिजन फेरि गर्नु भने हामीले त्यो बारे जानकारी लिएर आउने नै छौँ। त्यस्तै गरेर एभ्री वेन्सडे बेलुका 6:30 बजेबाट 7:30 बजेसम्म यहाँ बली एक्स भनेर यो बलिउडको गीतहरू सुन्दै वर्कआउट काइन्ड अफ डान्स जस्तो पनि तर वर्कआउट होइन, एउटा पसिना निकालेर आफू चाहिँ अलिकति हेल्दी हुने किसिमको यो एरोबिक्स भन्ने हो त्यो किसिमको एउटा एक्सर्साइज गर्ने एउटा क्लास चाहिँ हाम्रै सपना शर्मा दिदीले रन गर्नुहुन्छ। उहाँहरूले यही किसिमको क्लास चाहिँ युसी बर्कलीमा पनि आयोजना गरेर आइरहनु भएको थियो। यो चाहिँ उहाँले कम्युनिटी सेन्टरमा विशेष गरी नेपाली परिवारहरूलाई उहाँहरूले लक्षित गरेर यो कार्यक्रम गरिरहनु भएको छ। मैले अघि भने जस्तै एभ्री वेन्सडे यो क्लास चलिरहेको छ। अब यी क्लासहरू त भइरहेका क्लासहरू, अब हुने नयाँ क्लासहरूमा हाम्रो नेपाली कल्चरल डान्स क्लास हाम्रो एभ्री स्याटरडे बेलुका 5 बजेदेखि 6 बजेसम्मको लागि भनेर हामीले यो प्रोग्राम अगाडि सारेका छौँ। रेजिस्ट्रेसन अझै पनि ओपन छ र यो निशान तामाङ भाइ, तपाईँ हामी सबैले चिनेको निशान तामाङ भाइले इन्स्ट्रक्सन दिने क्लास हो। निशान तामाङ भाइको हामीले नाच मात्रै होइन अभिनय पनि हामीले स्टेजमा देखेका छौँ र हामीले निशान भाइ जस्तै धेरै हाम्रा भाइ बहिनीहरूलाई छोराछोरीहरूलाई डान्स सिकाउने यो एउटा सुवर्ण अवसर पनि हो, नछुटाउनु होला। र यसमा धेरै इन्क्वायरीहरू भएको हुनाले अब यसलाई चाहिँ सेकेन्ड क्लास पनि बनाउने कि अझै त्यो चाहिँ कल्चरल क्लास मात्रै नभएर यसलाई फ्री डान्स क्लास पनि बनाउने कि भनेको फ्री मिनिङ फ्री टाइप अफ डान्स विभिन्न किसिमको डान्सहरू गराउने भन्ने किसिमको इन्क्वायरीहरू आइरहेको छ। र हामीसँग निशान भाइ जस्तै गरेर सरोजली भाइ, प्रियङ्का बहिनी लगायत धेरैजना कल्चरल्ली उहाँहरू लाग्नु भएको डान्स गरिरहेका साथीहरूले चाहिँ प्रशिक्षण गर्ने भनेर यो धेरै डिमान्ड भएको हुनाले त्यो क्लासको पनि कुरा आइरहेको छ। अहिलेसम्म त्यसको फाइनल स्वरूप नआइसकेको हुनाले अहिले मैले तपाईँलाई त्यो निश्चित समय अथवा तालिका दिन सकिनँ, तर वी बिन टकिङ अबाउट अ सेकेन्ड डान्स क्लास एज वेल। त्यो भनिरहँदा थिएटर क्लास, एक्टिङ सिकाउने एउटा क्लास पनि हामीले एनाउन्स गरेको छौँ, जसको लागि फेरि पनि म भन्न चाहन्छु आवेदन अझै पनि खुल्ला छ। हामीले पहिले राखेकोमा डिसेम्बर 13 राखे पनि कतिजना साथीहरूलाई मैले अस्ति भर्खर कुरा गर्दा पनि थाहा नभएको र उहाँ स्कुलमै, मेरो छोरा स्कुलमै पनि एक्टिङ क्लास सिकिरहनु भएको छ, यही भएको मलाई थाहै थिएन भनेर अझै इच्छुक हुनुहुन्छ भने हाम्रो क्लास चाहिँ जनवरीबाट मात्रै बिगिन हुने भएको हुनाले इफ यु हर्ड इट फर द फर्स्ट टाइम एन्ड इफ यु आर इन्ट्रेस्टेड हजुरहरूले त्यो एक्टिङ क्लासमा पनि जोइन अप गर्न सक्नुहुनेछ। एक्टिङ क्लासको लागि
फेरि we've been lucky गोपाल अरियाल चाहिँ नेपालमा थिएटर एक्टर पनि हो उहाँले धेरै वर्ष थिएटरमा प्र्याक्टिस पनि गर्नुभएको छ साथसाथै उहाँ डिरेक्टर पनि हो र उहाँ नै यो हाम्रो थिएटर एक्टिङ क्लासको चाहिँ इन्स्ट्रक्टर हुनुहुन्छ र उहाँको क्लास चाहिँ अहिलेलाई हामीले एभ्री स्याटरडे बिहान 11 बजेदेखि 1 बजेको लागि भनिरहेका हौँ र फेरि केही गरी प्यासनेट थिएटर क्लास लिन खोज्ने धेरै साथीहरूलाई त्यो समयभन्दा अरू कुनै समय पाएको पर्छ भने हामीले सल्लाह गरेर त्यो क्लासको समय पनि हामीले हेरफेर गर्न सक्नेछौँ त्यसैले तपाईँहरूलाई अहिलेदेखिको समय चाहिँ नभ्याउने भएको हुनाले इच्छा हुँदाहुँदै पनि तपाईँले एक्टिङ क्लासमा साइन अप गर्नुभएको छैन भने यु फिल फ्री टु साइन अप र त्यसपछि साथीहरूसँग कुरा गरेर हाम्रो इन्स्ट्रक्टरले आफ्नो स्केड्युल चेन्ज पनि गर्न सक्नुहुनेछ अहिले हामीले पाएको पर्ने राम्रो हल अभाइलेबल हुने समय चाहिँ के हो तर डिमान्ड अनुसार वी मे बी एबल टु स्विच त्यही भएर तपाईँलाई इन्ट्रेस्ट छ भने फर्म फिलअप गर्नु होला र त्यस्तै गरेर अहिलेको हामीले लन्च गरेका क्लासहरू मध्ये सबैभन्दा लोकप्रिय भएको धेरै इन्क्वायरी आएको चाहिँ मार्शल आर्ट्स क्लासबारे हो र यसको इन्स्ट्रक्टरमा हुनुहुन्छ सुरज श्रेष्ठ आफै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिनिधित्व गरेको खेलाडी हो उहाँ इन्स्ट्रक्टर हो र धेरै वर्ष ताइक्वान्डो क्लास चाहिँ नेपालमा आफूले पनि लिने र सिकाउने एउटा प्रशिक्षक पनि हुनुहुन्थ्यो र लकिली अहिले बे एरियामै रहनु भएको हुनाले कम्युनिटी सेन्टर भएको अवस्थामा जो हामीसँग ठाउँ पनि छ र कम्युनिटीसँग आउटरिच पनि छ हाम्रा भाइ बहिनीहरू बालबच्चाहरू ताइक्वान्डोमा इन्ट्रेस्ट दिन्छन् भने म आएर क्लास लिन्छु म सिकाउँछु भनेर उहाँले इच्छा जाहेर गर्नुभएको छ र अहिले नै हामीले यो धेरै ठुलो समूह देखेको हुनाले पनि हामीले 5 to 12 इयर्स भनेर हामीले एउटा एज ग्रुप पनि बनाएको छौँ र पछि यो हुँदै गएपछि अडल्ट तपाईँ हामी जस्ताले पनि जोइन गर्न मिल्ने किसिमका क्लासहरू आउला अहिले चाहिँ हामीले हाम्रा भाइ बहिनी बालबच्चाहरूलाई एज 5 to 12 भनेर लक्षित गरेर यो मार्शल आर्ट्सको क्लास हामीले लन्च गरिरहेका छौँ फेरि यी सम्पूर्ण क्लासहरू चाहिँ जनवरीबाट हाम्रो सुरु हुनेछ अहिले बिचमा हामीले सेलेक्सन अथवा अडिसन अथवा ओरिएन्टेसन भनेर डिसेम्बरमा राखे पनि पूर्ण रूपले क्लासहरू चाहिँ जनवरीबाट सुचारू हुनेछ र अहिले मैले भनेका विभिन्न क्लासहरूमा हजुरलाई अहिले यो लाइभ आउनुभन्दा अगाडिसम्म अनभिज्ञ हुनुहुन्थ्यो अथवा इन्ट्रेस्ट हुँदा हुँदै भोलि गर्छु भन्दै गर्न भ्याउनु भएको थिएन भने प्लिज टेक यु टाइम हजुरले न्यान्सको फेसबुकमा जानुभयो भने त्यहाँ हाम्रो जुन गुगल फर्म छ त्यसमा विभिन्न क्लासको लागि रेजिस्टर गर्ने अप्सनहरू पनि छ त्यहाँ गएर यी क्लासहरूमा हजुरहरूले रेजिस्टर गर्न सक्नुहुनेछ त्यस्तै गरेर अझै एउटा इन्ट्रेस्टिङ क्लास चाहिँ हाम्रो यो गीता पाठ सम्बन्धी भागवत गीताका विभिन्न श्लोकहरू सम्बन्धी चाहिँ हामी आफू र आफ्ना बालबच्चाहरूलाई पनि सिकाउने किसिमले यसमा कुनै एज रेस्ट्रिक्सन होइन तर किड्सहरूमा लक्षित यो क्लास हो तर त्यसमा पेरेन्ट्स आर वेलकम एज वेल यो क्लास पनि हामीले जनवरीबाट लन्च गर्दैछौँ अहिले त्यो क्लास लिने हाम्रा साथीसँग अथवा इन्स्ट्रक्टरसँग हामीले कुरा गरेर क्लासको खाका हामीले तयार गरिरहेको छौँ छिट्टै हजुरले त्यो बारे पनि इन्फर्मेसन हजुरले देख्नुहुनेछ र यो बाहेक पनि अहिले मैले यो 7-8वटा क्लासको कुरा गरेँ भइरहेका र हुन आँटेका त्यो बाहेक पनि तपाईँलाई न्यान्सले यस्तो किसिमको क्लास आयोजना गर्दै हुन्थ्यो कम्युनिटी सेन्टरमा भन्ने हजुरहरूलाई इच्छा छ भने फिल फ्री टु रिच आउट टु अस र त्यस्तै गरेर अहिले मैले विभिन्न इन्स्ट्रक्टरहरूको कुरा गरेँ उहाँ यही बे एरियामा हुनुहुन्थ्यो उहाँहरूलाई हामीले यो प्रतिभा छ भनेर कोही चिनेका पनि थिएन होला तर यहाँ ठाउँ भइसकेर यसरी कम्युनिटीको इन्भल्भमेन्ट भएको देख्दाखेरि उहाँहरूले मसँग यो चाहिँ दक्षता छ म यो केटाकेटीहरूलाई अथवा नेपालीहरूलाई सिकाउन चाहन्छु भनेर जुन किसिमले आउनुभयो त्यसरी नै इफ यु हेभ सम नलेज एन्ड यु लाइक टु सेयर विथ अस है तपाईँसँग कुनै यस्तै किसिमको सिप छ कला छ कुनै क्लासहरू अर्गनाइज गर्न सक्ने तपाईँमा इच्छा शक्ति छ र आइडिया पनि छ भने फिल फ्री टु रिच आउट र तपाईँलाई मलाई यस्तो किसिमको क्लास गरिदिए हुन्थ्यो भन्ने छ भने पनि एगेन फिल फ्री टु रिच आउट मैले त्यही भन्न चाहे यी त भए अहिले चलिरहेका र जनवरीबाट सुरु हुने विभिन्न क्लासहरू अब म कार्यक्रमतर्फ जान चाहन्छु कार्यक्रम गत हप्ता पनि हामीले अनुभूति रिट्रिट सेन्टरसँग मिलेर हामीले एउटा योगाको क्लास हामीले आयोजना गरेको थियौँ धेरै उपस्थित साथीहरूले त्यसलाई रुचाउनु भएको थियो र यसलाई महिने पछि गर्नुपर्छ भन्ने उहाँहरूको आह्वान पनि थियो र हामीले कुरा गरिरहेको छौँ एभ्री महिना 1 घण्टाको लागि उहाँहरूसँग कसरी हामीले क्लासहरू आयोजना गर्ने भन्ने किसिमको कुरा चलिरहेको छ त्यो हुँदै गर्दा अब आउने आइतबार डिसेम्बर 14 तारिक कम्युनिटी सेन्टरमा तपाईँ हाम्रै पहलले तपाईँ हाम्रै लागि नेपाल सरकारले महावाणिज्य दूतावासको कार्यालय खोलिसकेको छ सान फ्रान्सिस्कोमा खोलेको त्यो कार्यालयले लगभग 3 महिना तपाईँ हामीलाई सेवा दिइ नै रहेको छ र यसै बीचमा हामीले अब हाम्रो महावाणिज्य दूतावाससँग हामीले एउटा अन्तर्क्रिया कार्यक्रम राखेका छौँ जुन कार्यक्रममा
अहिलेसम्म माओ वाणिज्य दूतावासले सान फ्रान्सिस्कोमा के कस्ता सेवा सुविधाहरू दिइरहनु भएको छ र अब के कस्ता अन्य सेवा सुविधाहरू त्यहाँबाट दिन सकिन्छ र यो पासपोर्ट रिन्युअल र अन्य कार्यक्रमहरू बाहेक पनि स्थानीय रूपमा हाम्रो सरकारको उपस्थिति भइरहँदा नेपालीहरू विभिन्न व्यवसायमा लागेका छन्। ती व्यवसायमा लागेका साथीहरूलाई कसरी आफ्नो व्यवसाय प्रवर्धन गर्नको लागि सरकारसँग जोडिएको हाम्रो एक हिसाबले हाम्रो लागि सरकार नै नेपाल सरकार नै हो। यहाँको माओ वाणिज्य दूतावास उहाँहरूले कसरी विभिन्न व्यवसायमा लागेका नेपालीहरूलाई व्यवसाय प्रवर्धन गर्न, विभिन्न विज्ञता हासिल गरेका नेपालीहरूसँग अन्तर्क्रिया गरेर नेपालसँग जोड्ने यी यावत किसिमका अन्य फाइदाहरू अथवा सहकार्य गर्न सक्ने विभिन्न बाटाहरू सम्बन्धी पनि उहाँहरूले कुरा गर्नुहुनेछ र हामीलाई लागेका प्रश्नहरू हामीले सोध्न पाउनेछौँ। यो किसिमको एउटा राम्रो इन्टरेक्सन कार्यक्रमको न्यान्सले आयोजना गरेको छ। अब आउने आइतबार पर्सि आइतबारलाई विशेष निम्तो दिएर बोलाइदिनु हुन पनि अनुरोध गर्नुभएको छ। त्यस्तै गरेर विभिन्न टेक्नोलोजीमा लागेका विभिन्न प्राध्यापकहरू, विभिन्न व्यवसायीहरू पनि भने उहाँहरू सम्पूर्ण र सामाजिक अभियन्ताहरूसँग पनि उहाँहरूले भेट्ने, चिन्तान गर्ने एउटा अवसरको रूपमा यसलाई बनाऊ, धेरैलाई निम्तो दिउँ भनेर पनि भन्नुभएको थियो। तर यो कार्यक्रम धेरै छोटो समयमा आयोजना भएको हो। हाम्रो गत हप्ता आइतबार मात्रै बसेको न्यान्सको बैठकले यो कार्यक्रम राख्ने कुरा गरेर हामीले माओ वाणिज्य दूतावाससँग समन्वय गरेर मंगलबारदेखि मात्रै हामीले प्रचार प्रसार गर्न थालेका छौँ। छोटो समय छ, हजुरहरूलाई हामीले पर्सनली निम्तो दिन नभ्याउन सक्छौँ, तर हजुरहरूले यसैलाई सुनिरहनु भएको छ भने निम्तो मानेर सम्पूर्ण एरियामा उपस्थित नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरूलाई म निम्तो दिन चाहन्छु। यो 2 घण्टाको अन्तर्क्रियामा हामीले नेपाली माओ वाणिज्य दूतावासको सम्पूर्ण उहाँको नेतृत्वदेखि लिएर सम्पूर्ण पदाधिकारीहरू आउँदै हुनुहुन्छ। एउटा चिन्तान गर्न, तपाईँ हामीहरूसँग चिन्न, भेज्न, हाम्रा कुराहरू सुन्न, सिक्न र हाम्रा प्रश्नहरूको उत्तर दिन आउँदै हुनुहुन्छ। आउनुहोला, हामीले स्वागत गरौँ हाम्रै ठाउँमा, तपाईँ हाम्रै पहलबाट आएको यस कार्यालयलाई। म त्यही भन्न चाहे। त्यस्तै गरेर त्यही फेरि नेवा अर्गनाइजेसन अफ अमेरिका नर्दर्न क्यालिफोर्नियाले सोही दिन हाम्रो डिसेम्बर 14मा उहाँहरूले यमरी पुण्य भनेर एउटा कार्यक्रम राख्नुभएको छ, जुनमा विशेष गरी यही हप्ता मात्रै हाम्रो यमरी पुण्यको जुन दिन थियो, यमरी बनाउने, खाने, हाम्रो यो एक हिसाबले नेवारी कल्चरमा यमरीको आफ्नै विशेषता छ र सम्पूर्ण नेपालमा पनि अहिले यमरीलाई धेरै सेलिब्रेट गर्छौँ हामीले। र त्यतिखेर यमरी कसरी बनाउने भन्ने सम्बन्धीको कुकिङ क्लासहरू पनि छ, उहाँहरूले देखाउनुहुन्छ। त्यस्तै विभिन्न नेवारी परिकारहरूको खानाहरू पनि त्यो दिन उहाँहरूले उपलब्ध गराउनुहुन्छ। दे विल बी देयर फर सेल। हामीले किनेर यमरीहरू लगायत विभिन्न नेवारी सेटका, नेपाली परिकारका खानेकुराहरू पनि उहाँहरूले पस्किनु हुनेछ। त्यो एकै दिन हाम्रो एमबेसीसँगको कार्यक्रम र त्यो कार्यक्रम एकै दिन हो। यद्यपि हजुरहरूलाई थाहै छ हाम्रो 2-2वटा सभा हलहरू छ र एउटा हलमा 2 घण्टाको लागि एमबेसीसँगको अन्तर्क्रिया कार्यक्रम हुन्छ भने यो नेपाली अर्गनाइजेसनले गरिरहेको म पूजाको कार्यक्रम भने त्यही दिन डिसेम्बर 14 यही आउने आइतबार दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म अर्को सभा कक्षमा चलिरहेको हुन्छ। त्यसको लागि पनि म नेवारी अर्गनाइजेसन अफ अमेरिका नर्दर्न क्यालिफोर्नियाको तर्फबाट हजुरहरूलाई निम्तो दिन चाहन्छु। त्यस्तै गरेर त्यसपछिको आइतबार डिसेम्बर 21 तारिक विश्व ध्यान दिवस हो। यो विश्व ध्यान दिवस साँच्चै विश्वभरि नै मनाउने एउटा वर्ल्ड मेडिटेसन डेको रूपमा पनि हो भने हामी नेपालबाट आएका बौद्ध जन्म भएको ठाउँमा आएको र योग आध्यात्मको सृजनशील भूमि जुन हामी चाहिँ हिमालय क्षेत्रबाट हामी आएका छौँ, पक्कै पनि यो विश्व ध्यान दिवसमा नेपालको अझै बढी भूमिका हुन्छ नै। र त्यही बुझेर हामीले योग तथा अध्यात्म सम्बन्धी लागेका विभिन्न साथीहरू, सङ्घ संस्थाहरूलाई न्यान्सको नेतृत्वमा हामीले कोलाबोरेट गरेर यो कार्यक्रम आयोजना गरिरहेको छौँ। यो कार्यक्रम टिप्नुहोला डिसेम्बर 21 तारिक नेपाली कम्युनिटी सेन्टरमा बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म यो हाम्रो विश्व ध्यान दिवसको कार्यक्रम हुनेछ भने यो कार्यक्रममा पनि फेरि माओ वाणिज्य दूतावास हामीसँग जोडिनु भएको छ। एनआरएनए क्यालिफोर्निया च्याप्टरले पनि हामीसँग मिलेर सहकार्य गर्दैछ भने विभिन्न सहकार्य गर्ने अन्य अर्गनाइजेसनहरूमा अनुभूति मेडिटेसन एन्ड रिट्रिट सेन्टर, जीवन विज्ञान क्यालिफोर्निया च्याप्टर, लायन्स क्लब माछापुच्छ्रे र बुद्ध नेपाल पिस फाउन्डेसन गरेर न्यान्ससँग यी 6वटा अन्य सङ्घ संस्थाहरू मिलेर यो कार्यक्रम संयुक्त रूपमा डिसेम्बर 21 को दिन हुँदैछ। र यसरी बिहान ध्यान दिवसमा, विश्व ध्यान दिवसमा हामी बसेर हाम्रो शरीरलाई, हाम्रो आत्मालाई प्युरिफाई गरेर मन मस्तिष्कलाई हामीले आनन्दित, प्रफुल्लित बनाइसकेपछि त्यही दिन बेलुका हाम्रो मनलाई पनि हँसाउन हामी
हाँसेर परिवारसँग इन्जोय गर्ने हिसाबले त्यही दिन पनि फेरि हाँस्छ अमेरिका भोल्युम 1 भन्ने कार्यक्रम यही हलमा बेलुका 5 बजेदेखि सुरु हुनेछ। हजुरहरूले पनि अहिलेसम्म टिकट लिनुभएको छैन भने लिनुहोला, सँगै परिवारमा बसेर हाँसौँ। मैले यो कार्यक्रमको यी कलाकारहरूको पहिलो शो केही वर्ष अगाडि हामीले बिहेरियोमा हेर्न पाएको थियौँ। अहिले पनि त्यो स्मरण छ। हजुरहरूलाई फेरि पनि न्यान्सको तर्फबाट यस कार्यक्रममा आएर जोडिदिनु हुन म फेरि हजुरहरूलाई निम्तो पनि दिन चाहे। अघिसम्मका धेरै कार्यक्रमहरू न्यान्सले आयोजना गरेका सम्पूर्ण अघि मैले भनेका कार्यक्रमहरू निःशुल्क कार्यक्रम थिए भने यो अहिले टिकटेड इभेन्ट हो। टिकट लिएर आउनु होला। लिइसक्नु भएको छैन भने अहिले पनि हजुरले अनलाइन गरेर किन्न सक्नुहुन्छ, डुअरमा पनि किन्न सक्नुहुन्छ। त्यस्तै गरेर नेवारी अर्गनाइजेसनले आयोजना गरेको त्यो यमरी पुण्यको कार्यक्रममा पनि इन्ट्री फी $20 राखिएको छ। मैले हजुरहरूलाई स्मरण गराउन चाहे। र यो डिसेम्बरमा हुने कार्यक्रमको त्यस्तै गरी जनवरीमा पनि जनवरीको पहिलो साता जनवरी 3 तारिकमा हाम्रो नर्दन क्यालिफोर्निया तमु समाजले आफ्नो लोसारको कार्यक्रम यही कम्युनिटी सेन्टरमा गर्दैछ। त्यो कार्यक्रम जनवरी 3 तारिक साँझ 5 बजेदेखि सुरु हुनेछ। हजुरहरूलाई त्यसको लागि पनि अहिलेदेखि सुरु हुने इन्तजार दिन चाहन्छु। त्यस्तै गरेर 17 तारिक जनवरी 17 तारिक मगर समाजको कार्यक्रम छ। त्यसरी नै र मगर समाजको हाम्रो माघे सङ्क्रान्तिको कार्यक्रममा पनि हजुरहरू सम्पूर्ण उपस्थित भइदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। त्यो 17 तारिक हुँदैछ। छिट्टै तपाईँहरूले त्यसको फ्लायर पनि पाउनुहुनेछ। त्यसपछि अब यी सम्पूर्ण कार्यक्रमहरू गरिरहँदाखेरि हजुरहरूले अहिले पनि देख्नुभयो 8-9वटा क्लासहरूको कुरा गऱ्यौँ। लगभग न्यान्सकै आयोजनामा एभ्री विक भइरहेको कार्यक्रमहरूबारे कुरा गऱ्यौँ। यसको लागि तपाईँहरूले छान्नु भएको कार्यसमितिका साथीहरूले दिन रात खट्नु भएको छ। म अध्यक्षको हैसियतले म मेरो सम्पूर्ण कार्यसमितिका साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै धेरै कार्यक्रमहरूको रिक्वेस्टहरू आइरहँदा सम्पूर्ण कार्यक्रमहरूलाई यही कार्यसमितिका साथीहरूले मात्रै सबै कार्यक्रमलाई जुन क्वालिटीमा दिइरहेछौँ त्यो क्वालिटीमा दिइरहनको लागि अलिकति जनशक्ति थपिनुपर्छ, अझै सहयोगी हातहरू थपिनुपर्छ भनेर हाम्रो विधानले हामीलाई दिए बमोजिम हामीले विभिन्न उपसमितिहरूको लागि हामीले आह्वान गरेका थियौँ। र लगभग नोभेम्बरदेखि आह्वान गरिएको यो विभिन्न उपसमितिमा धेरैजना साथीहरूले आफ्नो नाम दिएर आफ्नो इन्ट्रेस्ट भएको उपसमितिमा म बसेर सहयोग गर्छु भनेर हजुरहरूले दिनुभएको आवेदन हामीसँग आइरहेको छ। र अझै पनि हजुरहरूलाई थाहा छैन भने म ती उपसमितिहरूको नाम र त्यो उपसमितिले गर्ने कामबारे छोटोमा म हजुरहरूलाई भन्न चाहन्छु। र हजुरहरूले त्यो अनुसार आफ्नो इन्ट्रेस्ट अनुसार त्यो उपसमितिमा हजुरहरूले आवेदन भर्न सक्नुहुनेछ, यही कमेन्ट गर्न सक्नुहुनेछ। हामीमध्ये कसैलाई पनि रिच आउट गर्न सक्नुहुनेछ। अहिले हाम्रो कल्चरल कमिटी लगभग पूर्ण भइसकेको अवस्था छ। हामीले हरेक उपसमितिमा 10 जना सदस्यहरू र न्यान्सको बोर्डमध्ये एउटा कसैले त्यसभित्र गएर बोर्डसँग जोडिन खोज्ने भनेर हामीले 11 जनाको उपसमितिको परिकल्पना गरेका छौँ। हाम्रो कल्चरल कमिटी लगभग पूर्ण भइसकेको छ। त्यस्तै गरेर रिलिजियस कमिटी भनेर जसले आध्यात्मिक सम्बन्धी धर्म सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्न न्यान्सको कार्यसमितिलाई सघाउँछ। त्यसमा पनि अझै पनि केही आवेदनहरू ठाउँहरू बाँकी छन्। लगभग मैले थाहा पाए अनुसार 10 जना मध्ये 8 जना साथीहरू छनौट भइसक्नु भएको छ। त्यस्तै गरेर विभिन्न अहिले कार्यक्रमहरू जुन भन्यौँ त्यसमा आफ्नो तर्फबाट मैले केही सहयोग गर्न सक्छु भनेर इभेन्ट्सहरू सम्बन्धी केही आइडिया भएका साथीहरूले आएर जोडिनको लागि आह्वान गर्न चाहन्छु। एउटा इभेन्ट एन्ड इन्गेजमेन्ट कमिटी भनेर राखिएको छ। र अर्को विशेष गरी युवा तथा खेलकुदका साथमा लाग्नुभएका साथीहरूलाई, विशेष गरी युवा साथीहरूलाई लक्षित गरेर युथ एन्ड स्पोर्ट्स सब कमिटी भनेर हामीले परिकल्पना गरेका छौँ। विभिन्न ठाउँमा एरियामा विशेष गरी फुटबल, क्रिकेट र अन्य खेलकुदहरू पनि भलिबलहरू बृहत रूपमा भइरहेको देखिन्छ। त्यस्तै गरेर कहिलेकाहीँ हाम्रो इन्डोर खेलहरू पनि ब्याडमिन्टन, टेबल टेनिसहरू पनि भइरहेको छ। यस्तै किसिमको खेलमा रुचि राखेका साथीहरूले आएर यस सब कमिटीमा जोडिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। हो, हामीले फन्ड रेज गर्ने कार्यक्रमहरू गरिरहँदा धेरै जस्ता कार्यक्रमहरू अलि धार्मिक आध्यात्मिक रूपमा कार्यक्रमहरू अथवा हाम्रो कल्चरल कार्यक्रमहरू, हाम्रा चाडबाडहरू मनाउने किसिमका, नेपाल सम्झना आउने किसिमका चिजहरूमा बढी फोकस भएकै हुन्। तर खेलकुदमा अलिकति न्यान्सको रुचि कम देखिएको भनेको कुराहरू विभिन्न आइरहेको थियो। त्यही भएको हुनाले हामीले त्यसतर्फ पनि अबका आउँदा दिनहरूमा खेलकुद तथा युवाहरू लक्षित गर्ने कार्यक्रमहरू ल्याउन खोजिरहेका छौँ। तर तपाईँहरू आएर जोडिदिनु हुन पनि म महिला उपसमितिमा आएर जोडिन पनि सक्नुहुनेछ। त्यस्तै गरेर
हाम्रा सिनियरहरू 60 भन्दा क्रस भएका जुन अथाह उहाँहरू अनुभव लिएर बसिरहनु भएको छ, त्यस्तै एउटा सिनियर न्यान्स कमिटी अथवा भनौँ अभिभावकहरूको एउटा समिति हामीले परिकल्पना गरेका छौँ। धेरै आवेदनहरू आएका छन् त्यसमा। त्यस्तै गरेर एउटा जुनियर न्यान्स, भविष्यमा न्यान्ससँग जोडिने तरले 18 वर्ष पनि नपुगेका बालबालिकाहरूले हामीले एउटा जुनियर न्यान्स भनेर हाम्रा भाइ बहिनीहरूलाई पनि जोड्ने र उहाँहरूसँग हामीले घुलमिल हुने एउटा अवसरको रूपमा पनि हामीले यो उपसमितिलाई परिकल्पना गरेका छौँ। यस्तै किसिमका विभिन्न उपसमितिहरूमा जोडिन हामीले न्यान्सको फेसबुक पेजबाट आह्वान गरेका छौँ। अहिले मैले भनेका कुराहरू अगाडि पपअप हुनको लागि हाम्रा प्राविधिक मित्रले यो लाइभ सकेको केही बेरमा उहाँहरूले यो गुगल फर्महरू र यो आवेदनहरूको फर्महरूलाई पनि अलिक माथि तरङ्गित हुने गरी उहाँले ल्याइदिएर सहयोग गर्नुहुनेछ। हजुरलाई अहिले मैले भनेको विषयमा कतै जोडिन मन छ अथवा हजुरले चिनेका मान्छे, वरिपरि भएका मान्छेलाई हजुरले जोड्न सक्नुहुन्छ भने जोडिदिनु होला। हामीले अहिले यी कार्यक्रमहरू र यी उपसमितिहरूलाई जनवरीबाट हामीले अगाडि लिएर जानेछौँ। त्यही भएर अझै पनि लगभग 2 हप्ता, झन्डै 3 हप्ताको समय बाँकी छ। सुनर भेटेर मैले फेरि अनुरोध गर्न चाहेँ। र त्यो भन्दै हाम्रो कम्युनिटी सेन्टरमा भएका ठुलो हल, त्यो बाहेकको हाम्रो सानो हल र विभिन्न कोठाहरूलाई सामूहिक रूपमा विभिन्न संस्थाहरूले, व्यक्तिगत रूपमा प्राइभेट इभेन्टका लागि पनि अथवा इभन विभिन्न इभेन्ट अर्गनाइजरहरूले पनि आफ्नो कार्यक्रमहरूलाई यहाँ आउने सबैभन्दा फेभरेट स्थलको रूपमा हामीले छान्नु भएकोमा हामीलाई धेरै खुसी लागेको छ। हामीले तपाईहरू सम्पूर्णको सहयोगबाट गरेको यो काम, यो भवन खरिद गरेर एउटा नेपालीको स्वामित्वमा एउटा प्रोपर्टी यहाँ किनेर नेपालीमा समर्पित गर्न पाएको चिजमा तपाईहरूले जुन तरिकाले अपनाइदिनु भएको छ, धेरै आभार प्रकट गर्न चाहन्छौँ। र साँच्चीकै समाज मिलेर हामीले अगाडि बढाउने क्रममा हातेमालो गरिरहनु पनि म आह्वान गर्न चाहन्छु। र यसै क्रममा हामीले यो हलहरू प्रयोग गर्दाखेरि विभिन्न दस्तुरहरू सम्बन्धी हामीले सूचना दिइरहेको छौँ। अहिलेलाई डिसेम्बर एन्डसम्म हुने कार्यक्रमहरूलाई हामीले विशेष छुटमा दिइरहेको थियौँ र यो वर्षको अन्त्यभन्दा भोलि फेरि बोर्ड मिटिङले बसेर त्यो रेटहरूलाई फेरि हामीले पुनर्विचार गर्नेछौँ। त्यो भनिरहँदाखेरि हजुरहरूले पनि आफ्नो कुनै पनि कार्यक्रम यहाँ, चाहे व्यक्तिगत होस् चाहे संस्थागत होस्, यहाँ राख्नलाई हामीले सम्पर्क गर्न सक्नुहुनेछ। यति भन्दै आजको लाइभबाट म छुटिन चाहन्छु। हजुरहरूलाई शुभरात्रि, धन्यवाद।